नमस्कार, मतदाता नामावलीमा आफ्नो नाम कसरी खोज्ने भन्ने विषयमा सामान्य जानकारी दिन गइरहेको छु। सर्वप्रथम गुगल क्रोम खोल्ने, त्यसमा चाहिँ election.gov.np चाहिँ हाल्ने, election.gov.np यो इन्टर गरिसकेपछि चाहिँ यस्तो खालको इन्टरफेस देखाउँछ र मतदाता नामले खोज्नुसमा इन्टर गर्ने, क्लिक गर्ने र यहाँ गरिसकेपछि आफ्नो प्रदेश जिल्ला छान्ने, प्रदेश कोशी छाने मैले, जिल्ला धनकुटा, त्यसपछि पालिका पाक्रीबास नगरपालिका, वार्ड नम्बर एकछिनको लागि 10, त्यसपछि मतदान केन्द्र चाहिँ भारती मावि छाने र सबमिट गर्ने। यसमा चाहिँ नामावली अल्फाबेटमा देखाउँछ। यहाँ चाहिँ म चाहिँ अहिले मबाट चाहिँ यहाँ नामावली खोज्न गइरहेको छु। यसले स्क्रलिङ गर्दै तल चाहिँ नेक्स्ट बटनमा क्लिक गर्दै तपाईँले चाहिँ आफ्नो नाम खोज्दै जान सक्नुहुनेछ। यहाँ चाहिँ म नेक्स्ट गर्दै यहाँ तल पुछारमा रहेको चाहिँ यो विवरणमा चाहिँ मैले जान चाहन्छु र छेउमा भएको मतदाता विवरणमा चाहिँ क्लिक गर्ने। यो क्लिक गरिसकेपछि तपाईँलाई आफ्नो विवरणमा लैजान्छ र यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ जन्ममिति र नाइतन नम्बर, जुन दुईटा मध्ये कुनै एउटा इन्टर गरे हुन्छ। म चाहिँ जन्ममितिलाई चाहिँ यहाँनिर इन्टर गर्छु र जन्ममिति इन्टर गरिसकेपछि चाहिँ यो आई एम नट रोबोट भन्नेमा चाहिँ क्लिक गर्ने र सबमिट गर्ने। सबमिट गरिसकेपछि यो मतदाताको विवरण देखिन्छ र यसमा चाहिँ प्रिन्टको अप्सन पनि छ। प्रिन्ट गरेर हामी यसलाई निकाल्न पनि सक्छौँ र आफ्नो केन्द्र हेर्नुहोस् भन्नेमा चाहिँ यो क्लिक गर्यो भने गुगल म्यापमा पनि यसले देखाउँछ।